प्रकृतिको सुन्दरता वास्तवमा अवर्णनीय छ। सारा ब्रह्माण्डको सृष्टि प्रकृतिमा नै निर्भर छ। तर विडम्बना मान्नुपर्छ, हामी मानव जातिले जानेर हो या नजानेर प्रकृति विरुद्धका गतिविधिहरू मार्फत प्रकृति र यसका देनहरूलाई उजाड बनाउँदै हामी आफैलाई सङ्कटमा पार्दै गइरहेका छौं। यसरी मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्दै गइरहेको प्रकृति र यसका देनहरूको संरक्षणमा विगत 12 वर्षदेखि क्रियाशील संस्था हो हिमालयन नेचर। हिमालयन नेचर चाहिँ एउटा गैर सरकारी संस्था हो र यो 12 वर्ष अगाडि स्थापना भएको गैर सरकारी संस्था, जसले चाहिँ नेपालमा भएका प्रकृति सम्बन्धीका कुराहरू हैन, वन्यजन्तु सम्बन्धी, वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान गर्ने काम गर्छ र तिनको संरक्षण गर्ने काम पनि गर्छ। लोपोन्मुख जडीबुटी, वनस्पति, चराचुरुङ्गी र जीवजन्तु जस्ता प्रकृतिका अमूल्य उपहारहरूलाई मानवीय आक्रमणबाट जोगाउँदै उनीहरूको अस्तित्व सुरक्षित रहने वातावरण मिलाउने र तिनीहरूका विषयमा महत्त्वपूर्ण खोज तथा अनुसन्धानहरू गर्ने स्पष्ट लक्ष्य सहित यस हिमालयन नेचरको स्थापना भएको हो। जुन लक्ष्य अनुरूपको कार्य सम्पादनका दौरान यस संस्थाले महत्त्वपूर्ण उपलब्धि पनि हात पार्दै गइरहेको छ। अरू विभिन्न सङ्घ संस्थाहरू छन् नेपालमा प्रकृति सम्बन्धी काम गर्ने, तिनीहरूले नगरेको कामहरू चाहिँ हामीले पहिलोचोटि देशमा हामीले गरेका छौँ। उदाहरणको लागि नेपालमा चाहिँ कति स्तनधारी जन्तुहरू छन्, वन्यजन्तुहरू, ती कुराहरू चाहिँ विभिन्न पत्र पत्रिकामा छरिएर रहेको जुन सूचनाहरू थियो त्यसलाई एक ठाउँमा सङ्कलित गरेर र ती स्तनधारी वन्यजन्तुहरूको चित्रहरू समेत दिएर हामीले नेपालको पहिलो फिल्ड गाइड, स्तनधारी वन्यजन्तुहरूको फिल्ड गाइड तयार गर्यौं नेपाली भाषामा। त्यो पनि हिमालयन नेचर एउटा विशुद्ध गैर नाफामूलक गैर सरकारी संस्था हो, जहाँ सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको संलग्नता रहेको छ, जसका कारण यस संस्थाले निस्वार्थ भावले विशेषज्ञताको भरपूर उपयोग गर्दै साँचो अर्थमा विषयको जडसम्म पुगेर फरक खालका अनुसन्धानका कार्यहरूमा जोड दिइरहेको छ। धेरै जसो चाहिँ अनुसन्धान गरिरहेको छ। यसले अनुसन्धान पनि कस्तोमा गर्छ भने जहाँ अरू सङ्घ संस्थाहरूले कम गरेको अथवा गर्दै नगरिएको अथवा अरू सङ्घ संस्थाहरूले चाहिँ यो ठाउँमा पनि अनुसन्धान गर्नुपर्छ भन्ने कुरा सोचेकै हुँदैन, जुन चाहिँ हामीले गर्छौँ र गरिसकेका हुन्छौँ। र अब देशलाई के चाहिएको छ, यहाँ चाहिँ के को खाँचो छ, कुन ठाउँमा चाहिँ अध्ययन अनुसन्धान गर्नुपर्छ, त्यो चाहिँ हामी हेरेर अध्ययन अनुसन्धान गर्छौँ। संरक्षण र अनुसन्धानका अलावा हिमालयन नेचरले प्रकृति, जलवायु र पशुपक्षी तथा जीवजन्तुहरूको महत्त्व सम्बन्धी पैरवी पनि गर्दै आएको छ। आफ्नो अभियानलाई सफल र दिगो बनाइराख्न ठाउँ ठाउँमा पुगेर विभिन्न चेतनामूलक कार्यहरू गर्ने र त्यसका लागि आवश्यक सामग्रीहरूको प्रकाशन गरी सरकारवालाहरूलाई सचेत गराउने सिलसिलामा यस संस्थाले लामो अनुसन्धान गरेर चरा र विभिन्न वन्यजन्तु सम्बन्धीका पुस्तकहरू पनि प्रकाशनमा ल्याएको छ। सरीसृपको वरिष्ठ विशेषज्ञ प्राध्यापक करण बहादुर शाह र पन्छीविद डाक्टर हेम सागर बरालको अग्रसरतामा यस हिमालयन नेचरले नेपालमै पहिलो पटक स्तनधारी वन्यजन्तुहरूको चिनारी र अवस्था सहितको पुस्तक प्रकाशन गरेको छ भने नेपालमा 207 प्रजातिका वन्यजन्तुहरू रहेको कुरा पत्ता लगाएको छ। संस्थाको यस किसिमको उपलब्धि राष्ट्रिय पहिचान निर्माणमा समेत सहयोगी साबित भएको छ। नेपाल हुलाक सेवा विभागले चाहिँ बेला बेलामा चाहिँ वन्यजन्तु जैविक विविधता सिरिजमा टिकटहरू प्रकाशन गर्छ, हुलाक टिकटहरू। र त्यो हुलाक टिकटहरू प्रकाशन गर्दाखेरि पनि यो हुलाक सेवा विभागले चाहिँ हिमाली प्रकृतिको राय लिएर यसपालि यो 4 वटा वन्यजन्तुको हुलाक टिकट प्रकाशित गरेको छ। 4 वटा वन्यजन्तुहरूमा एउटा चाहिँ माउसुलीको प्रजाति, एउटा लघु कर्ण खरायो भन्ने
सङ्कटमा रहेको स्तनधारीको प्रजाति र 2टा प्रजाति चराका डङ्गर गिद्ध र नेपाली झाडी फिस्टो भन्ने एउटा सानो फिस्टो चराको चाहिँ यो टिकट प्रकाशनमा ल्याएको छ। काठमाडौँको लाजिमपाटमा प्रधान कार्यालय रहेको यस संस्थाले अनुसन्धानको कार्यलाई बृहत रूपमा अगाडि बढाउनका लागि चराहरूको राजधानीका रूपमा चिनिने कोशी टप्पुको उत्तर भेगमा बर्ड स्टडी एन्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। चरा संरक्षणको क्षेत्रमा कार्यरत अन्य सङ्घ संस्थाहरूसँग सहकार्य गरी नेपालमा भएका 871 प्रजातिका चराहरूको वास्तविक अवस्था र तिनीहरूको संरक्षण लगायतका कार्यहरूको लागि बृहत तयारीमा जुटेको यस हिमालयन नेचरले संरक्षण र अनुसन्धानमा खटिएका खोजकर्ताहरूको सम्मानार्थ ब्रायन हड्सन पुरस्कारको थालनी पनि गरेको छ। यो हिमाली प्रकृतिले चाहिँ अर्को एउटा काम जुन काम चाहिँ धेरै अगाडि अरू कसैले गर्नुपर्ने काम थियो नगरेको काम फेरि गरेको छ। त्यो के हो भने नेपालमा राणा काल सुरु हुनुभन्दा अगाडि जो एकजना बेलायती कूटनीतिक व्यक्तित्व यहाँ आएर बस्नु भएको थियो, ब्रायन हड्सन थियो उहाँको नाम। उहाँ लगभग 23 वर्ष नेपालमा बस्नुभयो र त्यो 23 वर्षको दौरानमा चाहिँ उहाँले नेपालका चरा, नेपालका स्तनधारी वन्यजन्तुहरू र अरू थुप्रै प्रकृतिका विभिन्न अङ्गहरूमा चाहिँ उहाँले अध्ययन अनुसन्धान गर्नुभयो होइन। र उहाँले यति ठुलो अध्ययन गर्नुभयो नेपालको यो प्राकृतिक भनौँ न स्रोत, प्राकृतिक साधनमा कि उहाँको जस्तो अध्ययन अब कसैले रिपिट गरेर गर्न सकिने अवस्था छैन। उहाँले त्यति बेला के गर्नुभयो भने लगभग 79वटा प्रजाति, चराका प्रजातिहरू विश्वको सामु पहिलोचोटि यो यस्ता खालका चरा पनि हुँदो रहेछ नै भनेर विश्वकै सामु उहाँले प्रस्तुत गर्नुभयो, नेपालबाट डिस्क्राइब गर्नुभयो, वर्णन गर्नुभयो होइन। त्यति ठुलो काम गर्नुभएको ब्रायन हड्सन, उहाँको नाममा चाहिँ हामीले यो हिमाली प्रकृतिले सन् 2010 देखि पुरस्कार दिने, उहाँको नाममा पुरस्कार दिने भनेर घोषणा गरेको थियौँ। र त्यो पुरस्कार चाहिँ 3 वर्षको एकचोटि दिने र यो हिमाली क्षेत्र नेपाल, भारत जस्तो मुलुकमा अथवा भुटानमा चाहिँ लामो समयसम्म केही प्राकृतिक स्रोत साधनहरूको, वन्यजन्तुहरूको अध्ययन अनुसन्धानमा बिताएको हुनुपर्ने र त्यो अवार्ड पाउँदाखेरि चाहिँ त्यो मान्छेले यो ठाउँमा काम गरिरहेको, अनवरत रूपमा गरिरहेको हुनुपर्ने भनेर हामीले त्यो क्राइटेरियामा चाहिँ यो अवार्ड खडा गरेका थियौँ। र अहिले हालसालै मात्रै गएको महिनामा हामीले एकजना नेपालमा लगभग 50 वर्ष बाघको अध्ययन अनुसन्धानमा काम गर्नुभएको, नेपाल भुटानमा काम गर्नुभएको एकजना अमेरिकी वैज्ञानिकलाई त्यो पुरस्कार प्रदान गर्यौँ। अनि त्यो पुरस्कारको नाम चाहिँ हामीले ब्रायन हड्सन अवार्ड फर नेचर कन्जर्भेसन भनेर राखेको छ। र त्यसमा चाहिँ एउटा प्लाक दिइन्छ, सम्मान पत्र जस्तो दिइन्छ, ताम्रपत्र, र अर्को चाहिँ $1000 को बराबरको नेपाली पैसा अथवा विदेशी पैसा त्यो पनि दिने गरेको छ। जैविक विविधताको संरक्षण र प्रवर्धन मार्फत स्थानीय सर्वसाधारणहरूलाई दिगो रूपमा सहज र समृद्ध जीवनयापनका लागि प्रोत्साहन समेत गर्दै आएको यस हिमालयन नेचरले आफ्नो अभियानलाई उपलब्धिमूलक बनाउन विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य पनि गर्दै आएको छ। हामी एकदमै साइन्समा आधारित अध्ययन अनुसन्धान गर्छौं र ती अध्ययन अनुसन्धानको प्रतिवेदन चाहिँ कुन ठाउँमा बुझाउँदाखेरि त्यो संकटमा रहेको वासस्थान अथवा संकटमा रहेको प्रजाति छ भने त्यसको संरक्षण हुन सक्छ त, त्यो ठाउँमा चाहिँ हामीले त्यो प्रतिवेदन लगेर बुझाउने र एउटा सानो मिटिङ गरेर यस्तो यस्तो स्थिति छ, अब के गर्न सकिन्छ भन्ने कुराहरू हामीले धेरै ठाउँमा गरेको छ। त्यस्तै अब पोलिसी इस्युमा पनि हामीले जस्तो भनौं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 ले 39वटा प्रजाति का चरा, स्तनधारी जन्तु र सरीसृपलाई संरक्षित भनेर सूचीकृत गरेको छ। अब ती 39वटा सूचीकृत गरिएको लगभग 30 वर्ष भयो, अहिलेसम्म संशोधन भएको छैन त्यो सूची।
भनेपछि 30 वर्ष पुरानो कुरा नै हामीले फलो गर्दै आएका छौँ भने त्यसलाई संशोधन गर्नुपर्छ कि भनेर एउटा नयाँ फेरि हामीले अध्ययन अनुसन्धान गरेर 1 वर्षको अध्ययन अनुसन्धानबाट यति चराहरू यति स्तनधारी जन्तुहरू र सरीसृपहरू चाहिँ अथवा माछाका प्रजातिहरू पनि चाहिँ यो चाहिँ संरक्षित हुनुपर्छ भनेर राष्ट्रिय निकुञ्ज विभागलाई हामीले प्रतिवेदन बुझाएका छौँ। त्यस्तो खालको कामहरू भनौँ न अरू संस्थाहरूले बिरलै गर्ने अथवा गर्दै नगरेका कामहरू चाहिँ हामीले गर्छौँ। नेचुरल रिसर्च र कन्जर्भेसनको क्षेत्रमा नवीनतम कार्यहरू गर्दै प्रकृति संरक्षणको अभियानलाई सार्थक ढङ्गले अगाडि बढाउने सदाबहार लक्ष्य बोकेको यस हिमालयन नेचरको कार्य अत्यन्तै सराहनीय छ। संस्थाको यस अभियानलाई अर्थपूर्ण र सफल बनाउन हामी सबैको बराबर पहल आवश्यक छ। सँगसँगै सरकारवाला निकायहरूको सहयोग अझ तीव्र रहोस् हिमालयन नेचर चाहन्छ। समाज सेवा नै मानव जीवन जिउनुको सार्थकता हो। जीवनको सार्थकतालाई लायन्सहरूले यसरी परिभाषित गर्छन्: जीवन जिउनका लागि हो, न कि समय काट्नका लागि। र जीवन तब मात्र जिउन सकिन्छ जब हामीले हाम्रो खुसीमा अरूलाई पनि समावेश गर्न सक्छौं अथवा हाम्रो सानो प्रयासले समाजमा केही परिवर्तन र कसैको ओठमा मुस्कान ल्याउन सक्छौं। सम्पूर्ण लायन्स सदस्यहरू यसै भन्छन्। सायद त्यसैले होला लायन्स र लायन्स क्लबहरूलाई सामाजिक सेवाका कार्य गर्नका लागि कुनै आइतबार चाहिँदैन। वास्तवमा लायन्सहरूले आफ्नै लागि केही पनि चाहँदैनन्। उनीहरू दिन चाहन्छन्। दिने सन्दर्भमा सेवा दिने कार्य हो। सेवा विभिन्न आकार प्रकारका हुन सक्छन्। विभिन्न स्थानमा त्यसको सेवाको क्षेत्रहरू हुन सक्छ। त्यसले गर्दाखेरि हामी के भन्दछौँ भने लायन्सहरूले कहिले पनि लिन जान्दैनन्। जहिले पनि उनीहरूको हात हामी तल भएको चाहन्छौँ, हामी लिन चाहन्छौँ र त्यही रूपमा अर्काहरूले पनि अरू चाहिँ अलिकति अशक्तहरूले अलिकति अवसर नपाएकाहरूले पनि त्यो ग्रहण गरोस् भन्ने चाहन्छौँ। त्यसले गर्दाखेरि लायन्सहरू एक हिसाबले समाज सेवा गर्नको लागि धेरै आतुर हुन्छन्। 3 दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा समाजका लागि सेवाग्राही हातहरू अगाडि बढाउँदै आएका लायन्स सदस्य र लायन्स क्लबहरूले सामाजिक कार्यका लागि कुनै निश्चित दायराहरू तोकेका छैनन्। शिक्षा, स्वास्थ्य, प्रकृति संरक्षण, चेतना अभिवृद्धि जस्ता हरेक क्षेत्रहरूमा आफूलाई समावेश गराएर समृद्ध र असल समाजको निर्माणमा लायन्सहरू निरन्तर प्रयासरत छन्। यसरी विभिन्न क्रियाकलापहरू मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने दौरान लायन्सहरूले गत माघ महिनामा एउटा प्रशंसायोग्य कार्य गरे स्तम्भकार र साहित्यकारको परिचय बनाएकी राष्ट्रिय व्यक्तित्व झमक घिमिरेलाई अभिनन्दन गरेर। यो पनि एउटा समाज सेवा हो। झमक घिमिरे जस्तो एउटा स्रष्टा जसलाई विश्वले पनि चाहिँ हेरिराखेको बेलामा हाम्रो समाजले हेर्न सकिराखेको छैन, समाजले उनलाई बुझ्न सकिराखेको छैन, उसलाई उसको प्रतिभालाई हामीले चाहिँ यो जनमानसको अगाडि ल्याइदिने हो। त्यसलाई हामी एउटा ढङ्गले त्यसलाई पनि हामी एउटा समाज सेवाको कार्यको एउटा अङ्ग मान्छौँ। लायन्स क्लब अन्तर्राष्ट्रियको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको विशेष सेवाको कार्यक्रम अन्तर्गतको झमक घिमिरे अभिनन्दन कार्यक्रम लायन्स क्लब अफ सिद्धार्थनगर होली सिटी भैरहवाले आयोजना गरेको हो। विमानस्थलबाट नै फूलमाला र बाजा गाजाले स्वागत गरी नगर परिक्रमा गराई औपचारिक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिरहँदा साहित्यकार झमक घिमिरे हर्षले विहोल देखिएकी थिइन् भने आम नागरिकहरू झमकलाई अभिनन्दन गर्न पाउँदा निकै उत्साहित देखिन्थे। वास्तवमा हरेक व्यक्तिहरूमा
कुनै न कुनै प्रतिभा लुकेको हुन्छ र त्यो प्रतिभा प्रस्फुटन हुन जरुरी छ। विशेष गरी शारीरिक रूपमा अशक्तहरूको प्रतिभालाई त झन् राष्ट्रले नै सम्मान गर्नुपर्ने हुन्छ भन्ने सन्देश प्रवाह गर्न लायन्सहरूले आयोजना गरेको उक्त अभिनन्दन कार्यक्रम वास्तवमै प्रशंसायोग्य थियो। लायन्स क्लब इन्टरनेसनलको एउटा विशेष सेवा कार्यमा यो शारीरिक अपाङ्ग भएको व्यक्तिहरूको सेवा पनि यसको विशेष कार्यक्रम अन्तर्गतमा पर्छ र त्यही अन्तर्गत नै एउटा शारीरिक रूपमा एकदमै अशक्त व्यक्ति झमक घिमिरे जो चाहिँ एउटा एकदमै उसको चाहिँ एउटा एक्स्ट्रा अर्डिनरी उसको चाहिँ देन देशको लागि चाहिँ भइराखेको अवस्थामा एउटा त्यो हिसाबले पनि लायन्स क्लबले यसलाई चाहिँ सम्मानको कार्यक्रमको रूपमा यसलाई अगाडि बढाएको र मलाई लाग्छ भैरवामा जुन सञ्चालन भयो माघ 16 गतेको दिनमा झमक घिमिरेको लागि चाहिँ नागरिक अभिनन्दनको कार्यक्रम, त्यो कार्यक्रम यति सफल कार्यक्रम रह्यो र यो एउटा स्रष्टाहरूको दृष्टिकोणमा, साहित्य प्रेमीहरूको दृष्टिकोणमा त्यो कार्यक्रम यति सफल रह्यो कि यसले एउटा त्यति बेला चाहिँ अलिकति हाम्रो देशभित्र नै एउटा हलचल ल्यायो कि एउटा लायन्स क्लब अफ सिद्धार्थनगर होली सिटीले यस्तो एउटा कार्यक्रम गर्यो। एउटा समाज सेवामा लागेको एउटा संस्थाले एउटा स्रष्टा जो एउटा अपाङ्ग रूपमा थियो उसलाई उसको पर्सनल डेभलपमेन्टको लागि पनि त्यो कार्यहरू गर्यो भनेर चाहिँ त्यति बेला धेरै नै प्रशंसा भएको थियो लायन्स क्लबको यो कार्यक्रमको लागि। कान्तिपुर दैनिक मार्फत एउटा राम्रो स्तम्भकारको परिचय स्थापित गरेकी झमक घिमिरेले आफ्नो जीवनका भोगाईहरूको सङ्गालो रहेको जीवन काँडाकी फूल नामक पुस्तकबाट आफूलाई एउटा राम्रो साहित्यकारको रूपमा पनि प्रस्तुत गरिन्। आवाज, हाउभाउ र शारीरिक रूपले केही व्यक्त गर्न नसक्दै पनि खुट्टाको सहाराले एउटा निरर्थक भनिएको जीवनलाई सार्थक बनाई त्यसलाई पुस्तकमा समेत रूपान्तरण गरी समाजलाई एउटा राम्रो सन्देश दिने झमकको प्रयासलाई उच्च सम्मान गर्दै उनको आवाज र हिम्मतलाई राष्ट्रिय रूपमा प्रचार प्रसार गरी समाजमा एउटा सकारात्मक सन्देश फैलाउन लायन्सहरूले आयोजना गरेको झमक घिमिरे अभिनन्दन कार्यक्रम वास्तवमै सराहनीय छ। हामीले यसरी लिने गर्छौं यो घटनालाई। उनी पनि यो साहित्य समाज, नेपालको साहित्यिक समाजलाई सेवा गर्नको लागि सेवा गरिरहेकी एउटा अपाङ्ग व्यक्तित्व हुन् र लायन्स क्लब पनि त्यस्तै खालको एउटा सेवा, जुन क्षेत्रमा सेवाको आवश्यकता छ त्यो सेवा गर्नको लागि तम्सिएको एउटा संस्था हो र एउटा अपाङ्ग भएको कारणले गर्दाखेरि उनको त्यो कार्यलाई लायन्स क्लबले एप्रिसिएट गरेको हो त्यो, जसको कारणले गर्दाखेरि उनी यो साहित्यिक समाजमा उनले अझ धेरै चाहिँ सेवाहरू दिन सकोस् भन्ने त्यो उद्देश्य पूरा होस् उनको भन्ने हिसाबले उनलाई एउटा इन्स्पिरेसनको रूपमा लायन्स क्लबले उनलाई अभिनन्दन गरेको। शारीरिक अशक्तता कुनै पनि व्यक्तिको असक्षमताको प्रतीक होइन भन्ने कुरालाई झमक घिमिरेले प्रष्ट पारिसकेकी छिन्। झमक घिमिरेलाई अभिनन्दन गरेर लायन्सहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई केही गर्ने प्रेरणा दिएका छन्। यस्तै कार्यक्रमहरूका लागि हामी सबैले प्रयास गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज जीवनयापनका लागि हौसला मिल्न सक्छ। अपाङ्ग व्यक्तिको लागि समाजको अगाडि यहाँ उजिल्याउने कार्य लायन्स क्लब सिद्धार्थनगर होली सिटीको तर्फबाट हाम्रो डिस्ट्रिक्टमा भएको छ। यो एउटा ठूलो उदाहरणीय कार्य भएको छ। यस्तै खालको उदाहरणीय कार्य अरु सबै क्लबहरूले पनि गर्नुपर्छ, गर्नुस्। त्यो गर्नको लागि तपाईहरुको लागि जे आवश्यकताको सहयोग पर्छ म तपाईहरुको साथमा छु भनेर म हार्दिक अनुरोध गर्न चाहन्छु। ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन अर्थात् गेट एउटा मात्र शैक्षिक संस्था हो जसले नेपालमै पहिलो पटक
स्विस डिग्रीका कोर्सहरू सञ्चालनमा ल्यायो। हस्पिटालिटी एजुकेसनका लागि स्विजरल्यान्ड विश्वमै फेमस छ। त्यसमाथि यस कलेजले 47 वर्षभन्दा लामो इतिहास बोकेको वर्ल्डकै फेमस स्विस स्कुल अफ टुरिज्म एन्ड हस्पिटालिटीसँग सम्बन्धन प्राप्त गरी सन् 2008 देखि 3 वर्षे स्विस हायर डिप्लोमा इन होटल एन्ड रेस्टुरेन्ट म्यानेजमेन्टका कोर्सहरू सञ्चालन गर्दै आएको छ। एजुकेसन, इन्भाइरोमेन्ट, प्रोडक्सन र प्लेसमेन्टका हिसाबले नम्बर 1 मानिएको यस गेट कलेजले छोटो समयमै गौरवयोग्य सफलता प्राप्त गरेको छ। गेट कलेज एसियाकै पहिलो एउटा यस्तो कलेज हो जसले चाहिँ वर्ल्ड हस्पिटालिटी अवार्डमा बेस्ट इनोभेटिभ ट्रेनिङ प्रोग्राममा गत नोभेम्बर 2011 मा प्यारिसमा एउटा अवार्ड जित्न सफल भयो, जसले म गर्वका साथ भन्न सक्छु कि नेपालको एउटा यस्तो एकाडेमी जो वर्ल्ड रिकग्नाइज्ड एकाडेमी हो। त्यसको साथसाथै हामी पहिलो ISO 9000 सर्टिफाइड कलेज पनि हो र हामीले चाहिँ फुड सेफ्टी ट्रेनिङमा हामीले गरेको योगदानलाई लिएर नेपाल सरकारले समेत हामीलाई फुड सेफ्टीको बारेमा एउटा अवार्ड दियो पोहोर साल नै 2011 मै। त्यसकारणले यो रिकग्निसन चाहिँ हाम्रो लागि ठुलो प्रोत्साहन हो। आई थिङ्क मेरो विचारमा वर्ल्ड हस्पिटालिटी अवार्डले त एउटा कलेज मात्र नभनेर यो त समस्त देशको लागि चाहिँ गर्वको कुरा हो। हस्पिटालिटी एजुकेसन अफर गर्ने कलेजहरूमध्ये गेट एउटा मात्र शैक्षिक संस्था हो जसले ISO 9001-2008 सर्टिफिकेट प्राप्त गरेको छ। नेपाल सरकारबाट सन् 2011 मा फुड सेफ्टी नेशनल अवार्ड समेत प्राप्त गरेको यस गेट कलेजले सन् 2011 मै पेरिसमा सम्पन्न वर्ल्ड हस्पिटालिटी अवार्डमा बेस्ट इनोभेटिभ ट्रेनिङ प्रोग्रामको अवार्ड पनि प्राप्त गरेको छ। हस्पिटालिटी इन्डस्ट्रीमा आफ्नो करियर इस्टाब्लिस गर्न चाहने विद्यार्थीहरूका लागि यस कलेजले इन्टरनेसनल स्ट्यान्डर्डकै वातावरण सृजना गरिदिएको छ। हामी कहाँ टिचरहरू पनि झन्डै झन्डै अहिले 7 वटा देशको चाहिँ नि हाम्रो भिजिटिङ फ्याकल्टीहरू रेगुलर रूपमा आउनुहुन्छ हामी कहाँ र नेपालमा पनि भएको दक्ष शिक्षकहरू हुनुहुन्छ। नलेज भन्ने कुरा तपाईँ स्विजरल्यान्डमा बसेर लिए पनि, नेपालमा बसेर लिए पनि, अमेरिकामा बसेर लिए पनि थ्योरेटिकल नलेज भनेको एउटै कुरा हो। एउटा कुरा रह्यो वातावरणको, अब काम गर्ने एक्सपोजरको कुरा नेपालमा पढेर पनि विदेशको 5 तारे होटलहरूमा गएर इन्टर्नसिप गर्न पाउँछ भने अब तपाईँले सम्झिनुहोस् कि नेपालबाट यही डिग्री पढ्नलाई स्विजरल्यान्ड जानुभयो भने 1 करोड रुपियाँ खर्च हुन्छ, नेपालीको 1 करोड बाहिरिन्छ है। अब त्यही चिज 5% मा, जम्मा 5% मा नेपालमै त्यो डिग्री लिन पाइयो भने त्यो 95% त विदेश जानबाट रोकियो नि। एट द सेम टाइम तपाईँको के पनि भयो भने जुन 95% जुन रोकियो त्यो रोकिए पनि पाउने रिकग्निसन र डिग्री त त्यही इन्टरनेसनल स्ट्यान्डर्डको पायो भने मेहनत गर्ने विद्यार्थीलाई त्यो डिग्री जसरी स्विजरल्यान्ड पढ्दाखेरिको डिग्री काम लाग्छ त्यसै गरी हाम्रो डिग्री पनि काम लाग्छ अन्तर्राष्ट्रिय मार्केटमा। काठमाडौँको मन्डिकाटारमा रहेको यस गेट कलेजले 3 वर्षे स्विस हायर डिप्लोमा इन होटल एन्ड रेस्टुरेन्ट म्यानेजमेन्टका अलावा 2 वर्षे स्विस हायर डिप्लोमा इन होटल अपरेसनका कोर्सहरू सञ्चालन गरिरहेको छ। त्यसका अलावा इली ब्रान्डको 2 हप्ते वरिष्ठता कफी मेकिङ कोर्स र अन्य सर्ट टर्म जब ओरिएन्टेड भोकेसनल कोर्सहरू पनि अफर गरिरहेको छ। गेटले अफर गरिरहेका कोर्सहरू आफैमा प्र्याक्टिकल छन्, यद्यपि आफ्ना स्टुडेन्टहरूलाई ग्लोबल्ली कम्पिटेटिभ बनाउन गेट प्रयासरत छ। हाम्रो कोर्स चाहिँ नि जम्मा 3 वर्षको हुन्छ। 3 वर्षकोमा जुन 1 वर्ष 2 सेमेस्टर हुन्छ त्यसलाई अपरेसनल सब्जेक्ट्सहरू फोकस हुन्छ हाम्रो, जस्तो हाउसकिपिङ, फ्रन्ट अफिस, फुड प्रोडक्सन सर्भिसहरू फोकस हुन्छ। त्यस पछाडि उनीहरू इन्टर्नसिप जान्छ, इन्टर्नसिपबाट फर्किएपछि चाहिँ सुपरभाइजरी र म्यानेजरियल फोकस हुन्छ हाम्रो स्टडीमा र फेरि उनीहरूले अर्को नेक्स्ट इन्टर्नसिप जान्छ। त्यसकारण यो एउटा यस्तो ब्यालेन्स प्रोग्राम हो जसले प्र्याक्टिकल र थ्योरीलाई दुईटालाई सँगसँगै लैजान्छ र हाम्रो विशेष फोकस चाहिँ हाम्रो 2 वटा रेस्टुरेन्ट, हाम्रो आफ्नै बेकरी, हाम्रो एउटा स्टेट अफ द आर्ट किचन छ जुन सायद
सायदै यो देशमा अन्यत्र कतै छ होला यो अडियो भिजुअल इन्टिग्रेटेड गरेको किचन छ हाम्रो र यहाँ सिकेको विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमै आफूलाई चाहिँ नि कम्पिट गर्न सक्छन्, त्यो क्षमता राख्छन्। शान्त वातावरण, व्यवस्थित कक्षा कोठा, प्रशस्त बुक्स र अडियो भिजुअल मटेरियलहरू सहितको लाइब्रेरी, कम्प्युटर ल्याब, स्पेसियस एन्ड वेल फर्निस्ड किचन, रेस्टुरेन्ट, कफी शप, बार, बेकरी र मकअप यस गेट कलेजका आकर्षक पक्षहरू हुन्। गेट परिसरभित्रै उपलब्ध रेस्टुरेन्ट, कफी शप, बार, बेकरी र मकअपमा स्टुडेन्टहरूले प्रशस्त प्र्याक्टिस गर्ने मौका पाउँछन्। गेटको अर्को महत्त्वपूर्ण र प्रशंसायोग्य पक्ष भनेको यहाँको उत्पादन हो। यहाँ उत्पादित बेकरी आइटमहरू ठुला ठुला एम्बेसी र डिपार्टमेन्टल स्टोरहरूसम्म पुग्ने गर्छन्। त्यति मात्र नभई विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले आफ्ना उत्सवहरू मनाउनका लागि गेटसँग सहकार्य गर्न मन पराउँछन्। ती उत्सवहरूमा हस्पिटालिटीदेखि लिएर सम्पूर्ण तयारी गेटका स्टुडेन्टहरूको रहन्छ। हाम्रो विद्यार्थीहरूलाई चाहिँ एक्सपोजरको लागि हामी विभिन्न एम्बेसीहरूमा पनि जान्छन् हाम्रो क्याटरिङको लागि विद्यार्थीहरू र कहिलेकाहीँ हाम्रो यो अस्ति तपाईँले कुरा गर्नुभएको स्विस नेसनल डे चाहिँ हामीले दोस्रो पटक कलेजमै होस्ट गरेको हो। यसको आयोजक चाहिँ वास्तवमा नेपाल स्विस फ्रेन्डसिप सोसाइटी हो र विद्यार्थीहरूलाई एक किसिमले भोलि देश विदेशमा गएर काम गर्दाखेरि पनि प्र्याक्टिकल एक्सपोजर होस् भन्नको लागि नै हामीले चाहिँ यस्तो प्रोग्रामहरू गरेको हो। हस्पिटालिटी इन्डस्ट्रीमा स्विस डिग्री आफैमा सेलेबल छ। यद्यपि टियु इक्विभ्यालेन्ट गेटका यी कोर्सहरू पूरा गरिसकेपछि प्लेसमेन्टका दौरान विद्यार्थीहरूलाई सहज होस् भन्ने हिसाबले 19वटा भन्दा बढी रिनाउन्ड नेसनल र इन्टरनेसनल स्टार लेभल होटल र हस्पिटालिटी इन्डस्ट्रीहरूसँग इन्डस्ट्रियल टाइअप गर्दै इन्टर्नसिप मार्फत स्टुडेन्टहरूलाई इन्टरनेसनली एक्सपोज गराउन गेट प्रयासरत छ। इन्टरनेसनल इन्टर्नसिपको लागि हामी नेपालको लागि चाहिँ नम्बर 1 लिडरै हो। हामीले फर्स्ट ब्याचको विद्यार्थीहरूलाई 100% इन्टरनेसनल इन्टर्नसिप दिन सफल भएका थियौँ। त्यस्तै सेकेन्ड, थर्ड, अहिले आएर हामी 9th ब्याचसम्म आउँदा पनि त्यसको निरन्तरता चाहिँ पाइरहेछ। केही विद्यार्थीहरूले स्वदेशमै इन्टर्नसिप गर्न चाहनुहुन्छ, त्यो पनि अप्सन छ हैन। तर हाम्रो जम्मा 2वटा इन्टर्नसिप हुने भएकोले हामी इन्करेज चाहिँ कमसेकम एउटा इन्टर्नसिप चाहिँ नि विदेशमा पनि गरून् भन्ने कुरा हो हाम्रो। अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रमहरूको सफल सञ्चालन सँगसँगै यस गेट कलेजले बाटोको सरसफाई अभियान, रक्तदान, अनाथ बालबालिकाहरूको सहयोगार्थ विभिन्न क्रियाकलापहरू आयोजना गरी समाजप्रतिको संस्थागत उत्तरदायित्वलाई पनि समान ढङ्गले अगाडि बढाएको छ। स्पष्ट लक्ष्य र गुणस्तरप्रतिको प्रतिबद्धताका कारण गेट स्थापनाको छोटो समयमै धेरै विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ। उच्च शिक्षा अध्ययनका लागि विदेश गएर फर्किएका विद्यार्थीहरू होटल म्यानेजमेन्ट पढ्नका लागि गेटमै भर्ना हुनुले पनि यो कुराको पुष्टि हुन्छ। निकट भविष्यमै स्विस स्कुल र अन्य हस्पिटालिटी म्यानेजमेन्ट कलेजहरूसँग सहकार्य गरी स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम पनि ल्याउने तयारीमा रहेको यस कलेजले आफ्नो ब्रान्डलाई इन्टरनेसनल्ली अगाडि बढाउन गृह कार्य पनि गरिरहेको छ। हाम्रो यो गेट कलेजको यही मोडलमा चाहिँ अहिले 2014मा बङ्गलादेशमा एउटा ब्रान्च चाहिँ नि हुने कुरा छ हैन। यसलाई फ्रेन्चाइज गर्ने कुरा भइरहेछ। यदि त्यस्तो हुन सफल भयो भने सायद हामी पहिलो स्कुल हुन्छौँ जुन नेपालबाट बाहिर फ्रेन्चाइज गर्ने। फस्टाउँदो हस्पिटालिटी इन्डस्ट्री र ग्लोबल जब मार्केटको अवस्थालाई मध्यनजर गर्दा हस्पिटालिटी एजुकेसनको फ्युचर राम्रो छ। हस्पिटालिटी इन्डस्ट्रीमा रम्न चाहने विद्यार्थीहरूका लागि गेट एउटा राम्रो गन्तव्य बन्न सक्छ, किनकि होटल म्यानेजमेन्ट विषय पढ्न र त्यस सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्नका लागि आवश्यक पूर्ण वातावरण यहाँ रहेको छ। होटल म्यानेजमेन्ट विषय आफैमा प्र्याक्टिकल विषय भएकाले
कम्पिटेटिभ बन्नका लागि विद्यार्थीहरूले कलेज छनौटका दौरान अलि चनाखो हुनुपर्नेमा गेटका सिइओको सुझाव छ। भोलिको भविष्य यो क्षेत्रमा धेरै ठुलो छ, तर यो भन्दा भन्दै नेपालमा पनि धेरै कलेजहरू यस्तो हस्पिटालिटी पढाउने कलेजहरू आइराखेको छन्। त्यसकारण कसैले 4 वर्षमा पढाउँछन्, कसैले 3 वर्षमा पढाउँछन्, कसैको आफ्नो आफ्नो विशेषता छ। विद्यार्थीहरूले चाहिँ आफ्नो विवेकले मलाई कस्तो खालको कलेज चाहेको हो र मैले के खोजेको हो भन्ने कुरा चाहिँ कमसेकम 1-2 ठाउँ हेरेर बुझेर मात्रै आफ्नो चाहिँ एडमिसन गर्नुहोस्। यो सब्जेक्टको भविष्य चाहिँ नि जुन ठाउँमा प्र्याक्टिकल बेस चाहिँ बढी हुन्छ त्यो ठाउँमा जानलाई चाहिँ म सुझाव गर्छु, किनभने यो सब्जेक्ट नै सब्जेक्ट अफ नोइङ होइन कि सब्जेक्ट अफ डुइङ हो। भोलि फिजिकल्ली काम गर्नुपर्छ, त्यस कारणले जुन ठाउँमा त्यो अवसरहरू बढी छ त्यो ठाउँमा चाहिँ नि त्यो चाहिँ अवश्य पनि राम्रो कलेज हो भन्ने चाहिँ मेरो सुझाव छ विद्यार्थीहरूलाई।